हामी यो अस्ट्रेलियाको क्यानबेरा स्थित यो आर्बोरेटम भन्ने एउटा पार्क रहेछ, यो घर रहेछ। यो सबै चाहिँ यस्तो कति राम्रो हरियाली, अगाडिपट्टि टावर रहेछ। यस्तै यस्तै गरेर यो आर्बोरेटमको घर, अनि यस्तै गरेर चाहिँ यो सबै चाहिँ हेर्दाखेरि साह्रै रुखहरू, यति राम्रो राम्रो रुखहरू लगाएको सबै देख्दाखेरि कति चाहिँ साह्रै मलाई चाहिँ मन पर्यो, चित्त बुझ्यो यहाँ पर। अब नेपाल जाने दिन अब लगभग हामी 5 हप्ता भइसक्यो नेपालबाट आएको। अब 2-3 दिन मात्रै बाँकी छ। यो 5 हप्ता मलाई 5 दिन जस्तो पनि भएन, यति खुसियाली लाग्यो कि, यति उ गरियो कि बहुत खुसी लाग्यो। यहाँका यो पार्कहरू हेर्दाखेरि उचा ठाउँमा यो बुट्टाहरू, हरियालीहरू, यहाँको सरसफाइहरू, यहाँको गाडीको हिँड्नको सिस्टमहरू, रेड लाइटका सिस्टमहरू, बाटाका सिस्टमहरू, यो मलाई धेरै मन पर्यो यहाँको। नेपाल जाँदाखेरि त यहाँको पल पलको चिजहरू एकदम सम्झना रहिरहन्छ। सबै ठाउँको सम्झिनको लागि फोटोहरू खिचिएको छ, भिडियोहरू खिचिएको छ। बेला बेला ती चिजहरू हेरेर मन चाहिँ खुसी बनाउँला जस्तो लागिरहेछ। छोरालाई र बुहारीलाई त अब उनीकै उसले गर्दा त हामी यो अस्ट्रेलियामा आउनु पाइयो। त्यसले गर्दाखेरि छोरालाई र बुहारीलाई त मन मस्तिष्कमा भित्रै भित्रै जतिखेर पनि भइरहेको छ। अस्ट्रेलियाको क्यानबेरा स्थित आर्बोरेटम पार्कमा आज घुम्न आएको। यहाँ राम्रा राम्रा बिरुवाहरू, चौरहरू, सबै रमाइलो ठाउँ, अलि फराकिलो ठाउँ रहेछ। त्यहाँ घुम्न आएको आज। अब लास्ट दिन पर्सि हामी नेपाल जाने हो। आज लास्ट दिन सबै हेरौँ, घुमौँ, रमाइलो गरौँ भनेर लास्ट दिन यहाँ आएर घुमेको। छोरा बुहारीसँग फोटो खिचाउने, रमाइलो गर्ने आज पछिल्लो दिन भनेर हिँड्दैछौँ। यही हेरेर याद गरौँला, पछि सम्झौँला, याद आउला भनेर तयारी गरेछौँ। राम्रो गरेछौँ, यहाँ बनाएछौँ। हामी चाहिँ सम्झनालाई देख्नलाई फोटो खिचाएर हेरौँ गरौँ, हामीलाई सम्झना बनाइदियो भनेर बनाउँदै हिँड्दै घुम्दै सम्झना गराउँदैछौँ। एकदम छोरा बुहारीको सम्झना रहन्छ। यहाँको यो सबै कुरा देखाउने, हेर्ने, डुल्ने, घुम्ने, खुवाउने, डुलाउने गरेको सबै याद आउँछ नि बाबु। याद आएर सधैँ बस्न नमिलेको भएर पछि फेरि आउँला भनेर जान लागेको। बस भन्दै हिँड्दाखेरि त नरमाइलो त लागेको छ। यही हेरेर भए पनि फेरि आउने बेलासम्म याद गर्ने हो, बस्ने हो। राम्रो गर, राम्रो बस, फेरि आउँछौँ हामी। फेरि आउने समय मिलाएर, उहाँको सबै कुरा मिलाएर यहाँ आउँछौँ, गर्छौँ। अहिले धेरै मिलेको छैन घर र चाँडै फर्किन लागेको हो। फेरि आएर बसौँला है। धन्यवाद।